जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने बाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो। तर आज गरिब नागरिकले स्वास्थ्य बिमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ। स्वास्थ्य बिमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौँ नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्। त्यसपछि थाहा हुनेछ कि वर्तमान अवस्थामा सरकारी अस्पतालको सम्पूर्ण जनसङ्ख्याको भार धान्न सक्छ कि सक्दैन। सरकारी अस्पतालको क्षमता वृद्धि नगरी, चिकित्सकको सङ्ख्या नबढाई, उपकरणको व्यवस्था नगरी, सेवा विस्तार नगरी स्वास्थ्य बिमाको पहुँच घटाउनु भनेको गरिबलाई उपचार नगर, पीडा सह र अन्तमा मरे पनि राज्य जिम्मेवार हुँदैन भन्ने सन्देश दिनु जस्तै हो। आज गरिब नागरिकहरू स्वास्थ्य बिमाका कारण निजी अस्पतालमा उपचार समेत गर्न सकिरहेका थिए। यदि केही निजी अस्पतालले घोटाला गरेका थिए भने त्यसको समाधानमा बिमा कटौती होइन, त्यसका लागि अनुमान गर्ने, नियन्त्रण गर्ने, कारबाही गर्ने शक्तिशाली नियामक निकाय गठन गर्नु पर्थ्यो। हातमा चोट लाग्यो भन्दैमा उपचार गर्ने नै हो कि हातै काटेर फाल्ने हो, यो सरकारले सिक्नु र बुझ्नुपर्ने आवश्यकता छ। यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सरकारसँग मेरो प्रश्न एउटा सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नुपर्ने हो? नीति निर्माण गर्नेहरू किताब पढे, विश्वविद्यालय पढे तर समाज पढेनन्, तथ्याङ्क पढे तर जनता पढेनन्, बजेटका अङ्क बुझ्नेहरू किसानको खेतसम्म पुगेनन्, गाउँका बिरामी र श्रमिकको दुःख, बेरोजगार युवाको पीडा र विदेशी न बाध्य नागरिकको मनोविज्ञान बुझ्न सकेनन्। देशलाई माटो बुझ्ने नेतृत्व चाहिन्छ, धान र गहुँ कुन बालीमा कस्तो पानी चाहिन्छ भन्ने सामान्य यथार्थ नबुझ्ने मानिसले कागजमा अर्थशास्त्र लेख्न सक्छ तर जनताको जीवन बदल्न सक्दैन। त्यसैले त होला सरकारी कर्मचारीको तलब वृद्धि भयो तर महँगी नियन्त्रण भएन। सरकारी कर्मचारी र सरकारी जागिर त सीमित व्यक्तिले खान्छन्, यदि महँगी नियन्त्रण भयो भने यो सबैका लागि हुन्छ। यो हामीले लामो समयदेखि, यो देश चिल्ला सुकिल्ला मुकिल्लाको मात्र हो कि गरिब र किसान, मजदुर र श्रमिक र दुर्गमका नागरिकको पनि हो। दुर्गमका अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव छ, उपकरण छैनन्, विशेषज्ञ चिकित्सक छैनन्, आधारभूत औषधि समेत नियमित उपलब्ध छैनन्। तर तिनको व्यवस्थापन र स्वास्थ्यमा पूर्वाधार शुद्धिकरणका लागि पर्याप्त नीतिगत प्रावधान देखिँदैन। जनताको करबाट चल्ने राज्यले यदि जनताकै आधारभूत स्वास्थ्य, शिक्षा र जीविकोपार्जनलाई प्रश्न पार्न दिन सक्दैन भने त्यो सफलताको मापन केवल कागजमा हुन्छ, जनताको जीवनमा हुँदैन। त्यही भएर सम्माननीय सभामुख महोदयज्यू, म अपिल गर्न चाहन्छु, यो देशका जनता सबै करोडपति र सबै अरबपति छैनन्। सुशासनको पक्षमा हामीले कुनै समय सम्माननीयज्यू पनि संसदको सदस्य हुँदै गर्दा हामीले हरियो रिबन बाँधेका थियौँ, आन्दोलन पनि गरेका थियौँ। त्यतिखेर माग गरेका थियौँ हामीले संसदीय छानबिन समिति चाहिन्छ भनेर। आज यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता जाने बित्तिकै त्यो सब कुरा बिर्सिने रहेछ। यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झुट बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। सम्माननीय सभामुख महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्नुपर्ने हो भने म पेज नम्बर भनिदिन्छु। पेज नम्बरै, यो रिपोर्टको पेज नम्बरमा 152 नम्बरको पेजमा हेरे हुन्छ, स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरला नाका र रसुवा गढीबाट मात्रै 2 अर्ब 50 करोड 83 लाख 16 हजार रुपैयाँ अघिल्लो सरकारले छुट दियो। त्यसको छानबिन गर भनेको छ र देशैभरि गरेर 3 अर्ब 77 करोड 44 लाख 19 हजार छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 14 गते 1 गतेदेखि 14 गतेसम्म 3000 करिब सवारीहरू नेपाल भित्रिन्छन्। गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? सबभन्दा ठुलो कुरा। सबभन्दा अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन, यसमा के आपत्ति छ? हामीले कसैलाई दोषी करार होइन सम्माननीय सभामुखज्यू। त्यही भए हुनाले अहिले पनि म भन्न चाहन्छु,